आमा बाबा नै हुन् हाम्रा जीवित परम पूज्य देवी देवता। आमा बाबा नै हुन् हाम्रा जीवित परम पूज्य देवी देवता। उहाँहरूप्रति मिठो बोलेर सत्कार सम्मान गरी पुजेमा, उहाँहरूप्रति मिठो बोलेर सम्मान सत्कार गरी पुजेमा सुख शान्ति खुसीले बास गर्नेछन् हाम्रो जीवनमा। सुख शान्ति खुसीले बास गर्नेछन् हाम्रो जीवनमा। यसैले मृत्युपछि पुण्यदान गरी देखावटी धर्म नगरौँ। यसैले मृत्युपछि पुण्यदान गरी देखावटी धर्म नगरौँ। जिउँदा छँदा नै बाबा आमालाई सेवा सुसार गरी पुण्य कमाऊ। जिउँदा छँदा नै बाबा आमालाई सेवा सुसार गरी पुण्य कमाऊ भन्दै मङ्गलमय शुभकामना हजुरहरू सबैलाई आजको यो सुन्दर बिहानीको धन्यवाद।